हेलो नमस्ते सबैजनालाई। मैले एउटा सानो भिडियो ल्याएर आएको छु आफ्नै मेरै बाबुको है। के गर्ने, जति चोट लुगाउन खोजे पनि लुक्दो रहन्छ। यिनैको लागि खुसी किन्ने विदेश आएको के ठीक हुन्छ कि भनेर, तर हुन सकेन। बच्चा अहिले आफ्नो मृत्युसँगै लडिरहेको छ भन्दा पनि फरक पर्दैन। के गर्ने, चोट त आफ्नो थियो, कसैलाई नदेखाउँ भने पनि देखाउने मन कहिलेकाहीँ लाग्दो रहेछ हैन। तर कुरो यो हो कि जन्मदेखि नै बच्चा यस्तो त भयो। मैले कुनै एउटा राम्रो हस्पिटल पाएन, कुनै एउटा धामी झाँक्री मैले ठिक पार्छु भन्ने कोही पाएन। खर्च धेरै गरेँ साथीहरू। अब आर्था गरेर सकेँ, भएको पैसा जति पनि धेरै सकेँ। अहिले आफू विदेश आएको थिएँ। हामी त विदेश आएको छौँ। एउटा आमालाई कतिको दुःख हुन्छ, कतिको उसको मनमा चोट पर्छ तपाईँहरूलाई पनि थाहा भएकै छ हैन। त्यसै क्रममा अब के गर्न सकिन्छ त, मैले गर्न त आफूले सके जति गरेको। कसैलाई राम्रो ठाउँ, त्यस्तो यो ठाउँ ठिक हुन्छ भने मलाई चाहिँ कमेन्टमा भनिदिनु होला हैन। यस्तै छ, परदेशमा छु। सबैको साथ सपोर्ट र माया भन्दा ठुलो केही रहन्छ। त्यही भएर हजुरहरूले पनि मलाई सपोर्ट दिनुहुन्छ भन्ने आशा लागेको छ। के गर्दा फेरि ठिक होला यसको प्रतिक्रिया हजुरहरूले दिन सक्नुहुन्छ कमेन्टमा आएर। जसरी हुन्छ दिनु होला। जो जहाँ छरेर बस्नु भएको छ, नदेखाउनु भन्दा पनि देखाउने बाध्यता पर्छ। रहर त थिएन, बाध्यता नै हो। हस्, यति भन्दै हजुरबाट बिदा माग्न चाहन्छु। नमस्ते।